हाम्रो चाहिँ मूल घर तल सणामती छ नि त। अनि आज देउर बाबुको छोरा हाम्रो आखिरी छोराको चाहिँ बर्थडे थियो क्या। अनि यो बर्थडेमा चाहिँ गर्मी छ धेरै नगर्ने भनेको ठुलो मम्मी ठुलो बाबा जसरी पनि आउनुहोस् न भन्न थाल्यो सानो बाबुले। अनि म पनि एउटा केक लिँदै चाहिँ अनि गएँ क्या। जाँदाखेरि हेर्नुहोस् न सबै बुढाबुढी भेला भइसकेको रहेछन्। म चाहिँ पसल बन्द गरेर जाँदाखेरि अलिक राति भइसकेको थियो नि त। अनि अब केटाकेटीलाई निन्द्रा लाग्छ, छिट्टो आउनुहोस् न दिदी भन्दै देउरानी बहिनीले पनि फोन गरिन्। अनि त्यसो चाहिँ हतार आतिँदै आएँ। आउँदाखेरि त सबै रेडी पारिसकेको रहेछ। यहाँ हेर्नु न बुढाहरूलाई चाहिँ कति बेला केक काट्नुहुन्छ र केक दिनुहुन्छ भनेर चाहिँ उनीहरू चाहिँ एकदम बसिरहेछन्। बुढाहरूलाई कति रमाइलो हुने है बर्थडे भनेपछि। अरूभन्दा पनि बर्थडेमा चाहिँ केक खान अनि त्यो छिर्र पारेर उडाएको हुन्छ नि स्प्रे, त्यो हेर्न चाहिँ साह्रै मन लाग्दो रहेछ क्या बच्चाबच्चीहरूलाई। अनि ताली पड्काउँदै बर्थडे भनेपछि कति रहर लाग्ने नानीहरूलाई। नानीहरूको खुसी त हो नि भनेर अनि मनाइदिउँ न त भनेर सानो कोही पनि भेला भएको थिएनौँ। बुवा मम्मी हामी यति छोराछोरी भाइ बहिनीको छोराछोरी त्यति नै मात्रै थियौँ। अनि सानो यसो नानीको खुसीको लागि अनि बर्थडे मनाइदिउँ। अनि ह्याप्पी बर्थडे टु यु बाबु भनेर सबैजनाले भन्दै हुनुहुन्छ। हेर्नु न नानीहरू चाहिँ कति खुसी भएका छन् क्या। सबैजना बर्थडे मनाउन पाउँदाखेरि बाबा मम्मी सबैजना हुनुहुन्छ। मेरो सासू ससुरा घरमा चाहिँ यसरी नानीको बर्थडे मनाइदिँदैछौँ। अनि हेर्नुहोस् न है बाबु केक काट्दैछन्। ल हेर्नुहोस् त कति रमाइलो भइरहेको छ घरमा। अनि अब बाबुले त्यस्तो भनेपछि नआउने त कुरै भएन। अनि मैले देउरानीलाई भनेको थिएँ क्या मलाई मड्काको मासु बनाऊ है भनेको थिएँ। उसले चाहिँ हाम्रो त मड्का त हेर्नुहोस् न दिदी भड्डुमै हुन्छ भनेर चाहिँ भड्डुमा देखाउँदैछिन्। उसले चाहिँ देउरानीले चाहिँ बनाएर यति मिठो बनाउँछिन् नि फेरि खाना त यिनले भन्नै पर्दैन। मेरो देउरानीले धेरै मिठो बनाउँछिन्। हस् त धन्यवाद भिडियो हेरेर साथ दिनु हुने सबैजनालाई।